So hello everyone, namaste Sewaru morning ma Subba and so welcome to my new video everyone. And so आज चाहिँ म long time पछि vlog मा आइराको छु. अनि सो हजुरहरु सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु. अनि सो हजुरहरुको दशैं कस्तो रह्यो? यो चाहिँ एकदम रमाइलो भयो. अब मासु खानु पाएपछि रमाइलो भन्दै बस्छ साथीहरु है. गजब बेइज्जती. दुलाको नास्ता चाहिँ वर्षमा एकचोटी आएको चाडपर्व हो. त्यसलाई रमाइलो गरिदिउँ भन्ने खालको हुन्छ. अनि कस्तो भने रमाइलो भन्दा नि मलाई चाहिँ कस्तो भएको छ नि बाहिरबाट चाहिँ एकदम रमाइलो नै भएको छ अनि भित्रबाट चाहिँ अलिक नरमाइलो लागेको छ. यसो किन भन्दाखेरि चाहिँ अहिले हामी फ्यामिलीसँगै पनि छैनौँ अनि सो त्यही भएर पनि चारैतिर छरेर बसेको छौँ. अनि त्यो कस्तो हुन्छ भने फ्यामिलीसँगै बसेर रमाइलो गर्नुको मजा नै छुट्टै लाग्छ चाहिँ मलाई चाहिँ. अनि सो त्यही भएर पनि हो भित्र चाहिँ अलिक नरमाइलो नै लागेको छ. अनि प्लस के भइरहेको छ भने साथीहरू सो हामी झापाको समथिङ 1 वर्ष 3-4 महिना कति भइसक्यो है. अझै पनि यहाँको रहन सहनमा मजाले भिजेर बस्नु सकेको छैन कि बिस्तारै होला के हो होइन. अन्त यो समयमा गाउँको पहाडको यति धेरै याद आएको छ नि साथीहरू पुरै छोडिने यति धेरै. विशेष त अहिले चाडपर्वको बेला क्या यो चाडपर्वमा जस्तै अब यहाँ झापामा पाएको जस्तो नहुँदो रहेछ क्या. पाएको जस्तो गाउँघरको जस्तो रमाइलो नहुँदो रहेछ. किन भन्दाखेरि चाहिँ साथीहरू अब झापाको मान्छेहरूको है अनि यो झापामा चाडपर्व आउँदाखेरि मनाउने तरिकाहरू बेग्लै है. अनि सो मान्छेहरूको व्यवहार काम मनदेखि सबै फरक क्या फरक गाउँघरको जस्तो नहुँदो रहेछ. सो त्यो भयो. अनि विशेष यो चाडपर्वमा अब गाउँमा हुँदाखेरि त हामी यति रमाइलो गर्थ्यौँ. यो चाडपर्वमा नाच्नु गाउनुदेखि लिएर हरेक कुराहरू गर्छौँ. त्यो मोमेन्टहरू यति धेरै मिस हुन्छ नि साथीहरू पुरै छोडिदिउँ क्या. त्यो कुरा गरेर पनि सकिन्न. सो त्यही भइरहेको. अनि सो चाहिँ म भ्लगमा मैले भ्लग नबनाएको चाहिँ धेरै नै भएको छ. अनि आज लङ टाइमपछि म भ्लग बनाउँदैछु. अनि अहिले फेरि हल्का दसैँले गर्दा मासु खाइएर मटाएको पनि छ गालाहरू पुक्क तर ठिकै छ है केही छैन. अनि आज चाहिँ कस्तो छ नि खासमा हाम्रो जङ्गल जाने प्लान थियो है. जङ्गल चारो खोज्ने यतात्यता गर्ने भाइ र मेरो. अनि सो भाइ पनि छैन. अनि सो भाइ पनि काममा गएको छ. अनि सो अहिले चाहिँ फेरि पुरा यो बर्खाको कारणले गर्दाखेरि बाढी पहिरो जाने है यतात्यता हेनटेन भइरहेको छ. अनि सो हाम्रो खोला पनि नजिकै छ क्या फेरि हाम्रो चाहिँ. अनि सो खोलाको पानी खोलाले हल्का क्षति पुर्याइरहेको छ. अनि सो त्यो खोला चाहिँ के भन्छ हौ बस्तीमा छिर्छ कि भन्ने डरले है गर्दा चाहिँ अहिले चाहिँ काम स्टार्ट भएको 3-4 दिन भएको छ. सो त्यो काममा चाहिँ भाइ गएको छ. अनि सो त्यही भएर जङ्गल जानु पाएन. जङ्गल गएन म पनि. सो त्यही भएर अहिले चाहिँ घरमै बसेर म चाहिँ एउटा सानो भ्लग बनाउँछु भन्ने सोच थिएँ. म अहिले भ्लग बनाउँदैछु. सो यसै छ गाउँघर हेर्न सक्नुहुन्छ साथीहरू. हाम्रोमा चाहिँ धान पनि पाक्न आँटेको छ. सो अब चाहिँ म के गर्छु पहिलो काम भने यो सफा गर्छु. लेट्स गो स्टार्ट. सो फाइनली साथीहरू मैले चाहिँ गोड सफा गरिसकेको छु देख्न सक्नुहुन्छ. अनि सो अब चाहिँ म जान्छु खोलातर्फ. खोलातिर यस्तो घुमेर आउनु पर्ला. काम नभएपछि त्यही हो कि साथीहरू कामै छैन हो. त्यही अहिले लाग्छ. सो म चाहिँ यहाँ पसलतिर आइसकेको छु साथीहरू. अनि सो यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ मेरो बहिनी. कहाँ गएको के छ त्यो खबर भन्. ठिकै छ एकदम ठिक छ.
मोबाइल चलाएर डुल्दै घुम्दै काम नरहेछ त्यही हो। अनि यसको यो पसल देख्न सक्नुहुन्छ है। यसको चाहिँ सानो पसल छ है, यो चटपटे पसल मात्रै हो। अनि यहाँ चाहिँ यदि चटपटे खान मन छ र मिठो मिठो खान मन छ भने चाहिँ यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। त्यसमा नम्बर पनि छोडिदिन्छु। सो अब चाहिँ म जाँदैछु खोलातर्फ जाने बाटो चाहिँ देख्न सक्नुहुन्छ यो हो है। यहाँदेखि सट्टै सिम्बलको बोर्डदेखि हिँडेर छेउमै छ, नजिकै छ नि त। यो मेन रोड यहीँ छ है, मेन रोड यहीँ छ, यही बाटो छ। अनि यही यही सिम्बलको रोक्नेर खोला छ क्या। अनि सो म चाहिँ जाँदैछु अब साथीहरू। अनि देख्न सक्नुहुन्छ घाम पनि लागिरहेको छ। अनि सो अहिले चाहिँ जाडोको समय आइसक्यो नि त। अनि सो त्यही भएर गर्मी भन्ने चाहिँ त्यति लाग्नु छोडेको छ क्या। अनि नभए यतिको घामले त साथीहरू बर्खामा हो र बर्खा नै हो। सो तर अब गर्मी महिना हट्दैछ होइन, गर्मी भयो त यतिको घामले त निधारमा आगो बल्छ साथीहरू, आगो बल्छ। गर्मी टाइपको हो कि भन्ने खालको चाहिँ लाग्छ। सो त्यही भएर हो। तर म जाँदैछु है, त्यो घाममा भए पनि हिँडिरहेको छु साथीहरू, हिँडिरहेको छु। त्यति गर्मी छैन। सो देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुरा घाँस खाएर चलिरहेको छ अवस्थामा चाहिँ हाम्रो सानो बाबु हुनुहुन्छ। सानो बाबु हाल खबर के छ सोधौँ न। सानो बाबु ल यो त भाग्यो त उठेर। ल कस्तो बिजोग भएको यहाँ। ल जा चढ्छ। मैले यस्तो अल्छी लागेर है साथीहरू चाहिँ गिराउनु हाम्रो अल्छी लागेर भ्लग बनाउँदै हिँडेको। सो खोलातिर पनि काम गर्ने मान्छेहरू धेरै होला कि होइन, बालबासालाई उठाउँछन् नि त गाडीमा। जाँदैछु देख्न सक्नुहुन्छ है, सिम्बलको बोर्ड चाहिँ यहीँनिर छ। यसले हलतिर यहाँ खोला नजिकै छ, बाढीले हल्का फल्का फाँडिदिएको छ। यस्तो चाहिँ जाँदैछु यही खोलातिर। यस्तै हो क्या यहाँतिर झापातिरको। अब है भयो त्यतै यो काँस भन्छ नि, यो सारा भन्छौँ हामी चाहिँ, साराहरू फुलिरहेको छ। देख्न सक्नुहुन्छ है, घाम टल्न लागिरहेको छ। अनि यो हल्का पहिला चाहिँ यतासम्म थिएन क्या, यता यो बाढी आएपछि चाहिँ यो जुन यो खोला नबगेकोतिर चाहिँ सोरेर लगेको क्या खोलाले। यो खोला चाहिँ उता बगिरहेको देख्न सक्नुहुन्छ। अनि जो उता चाहिँ काम गरिराख्नु भएको छ है, यसरी बालुवाहरू उठाएर गाडीमा लानुहुन्छ नि त। अनि भाइहरू काम गरेको चाहिँ उहाँ माथि कि जेसिबी देख्दै हुनुहुन्छ नि, जेसिबी टाइपको यहाँनिर चाहिँ भाइहरू काम गरिरहेको छ है। म चाहिँ खोलामा आएको छु साथीहरू। खोला यस्तै छ हाम्रो होइन, बाढीले हल्का हल्का छेउतिर क्षति पुर्याइरहेको छ। अनि सो घाम पनि एकदम लागिरहेको छ है, पसिना आउला जस्तो भयो। अनि देख्न सक्नुहुन्छ पुरा हाम्रोमा चाहिँ साराहरू फुलिरहेको छ है, झापामा यस्तै हो। सो अब चाहिँ म जान्छु हामीलाई खेततिर घामले पुरा अनुहारमा लागेको छ। फोटो खिच्नु चाहिँ एकदमै रमाइलो लाग्छ फोटो भिडियो है, भाइरल पनि भइरहेको छ अहिलेको अवस्थामा। अनि हामी पनि आएको थियो अस्तिनिर, यहाँ पारी कतानिर हो। हामी पनि फोटो खिच्यौँ है, भिडियो सिडियो बनायौँ, रमाइलो हुन्छ जे भए पनि रमाइलो छ। अनि यो चाहिँ पुरा बाटो थियो क्या पहिले चाहिँ, यो बाटो थियो, यो यहाँनिर बाटो थियो। यो खोलाले लगिसकेको छ पहिलाको बाटो चाहिँ। अनि अहिले चाहिँ न्यू हिँड्ने बाटो चाहिँ यहाँ थोरै देख्न सक्नुहुन्छ। यहाँबाट जान्छ, यहाँबाट खोलाले पुरा बगेर यहाँ चाहिँ के भन्छ भोलि चलिरहेको अवस्था छ साथीहरू। अनि यसो के गर्नु है, अझै भाइहरू काम गरेको ठाउँ चाहिँ यही हो। निकै माथि नै जानुपर्छ, यहाँ भिडियोदेखि चाहिँ अलि नजिकै देखिरह। तर पनि यो झापातिर अब उकालो ओह्रालो हुँदैन नि त साथीहरू। अनि त्यही भएर यस्तो सम्म मात्रै हुन्छ नि, सम्ममा हिँड्दा टाइम लाग्छ क्या। देख्दाखेरि चाहिँ उहाँ जस्तो लाग्छ तर
हिँड्दा चाहिँ पुरै टाइम लाग्छ। अनि म चाहिँ आइसकेको छु बडी आमाको घरतर्फ है। बडी आमाको घरमा त कोही हुनुहुन्न, हजुरआमा उहाँ चौतारामा हुनुहुन्छ, बडी आमा काममा गइसक्नु भएको छ, बडाबा पनि काममै गइसक्नु भएको छ। सो त्यही भएर बडी आमाको घरमा चाहिँ म जानु थियो। यहाँ छ बडी आमाको घर चाहिँ, कुराहरू पुरा भइरहेको, म चाहिँ जानु डुल्दै 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 घुम्दै आएको हो नि त। सो देख्न सक्नुहुन्छ है, म चाहिँ अब घरमा पुग्नु आँटेको छु। अनि जो हाम्रोमा चाहिँ देख्न सक्नुहुन्छ धान चाहिँ एकदम दर्दनाक तरिकाले पाक्दै गरेको अवस्था है। तर यो धान चाहिँ कस्तो हो भन्दाखेरि यो धान चाहिँ अलिक छिटो पाक्ने धानहरू क्या, के धान भन्छ नाम त थाहा भएन। रोप्न चाहिँ हामीले नै रोपेको हो। अब देख्नु धान है, बाला लाग्यो टन 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 टन। सो अब चाहिँ म घरतर्फ जाँदैछु। घरदेखि साथीहरू घरदेखि धप स्टार्ट गरेको है, हल्का सफा गऱ्यो, त्यसपछि लाग्यो एउटा सेलरोटी नै बनाउने घुमेर। देख्न सक्नुहुन्छ धान चाहिँ यो धान चाहिँ छिटो पाक्ने धान। यो अहिले समयमा पाक्ने धान चाहिँ यस्तो मात्रै हुँदैछ, यस्तो मात्रै हुँदैछ, हरियै छ मतलब। त्यही नै हो साथीहरू है। यस्तो हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, यदि राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरेर साथ दिनु होला। अनि सो मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। अन्त सो सी यू नेक्स्ट भिडियो एभ्रिवान। सो अर्को भिडियोमा भेट्ने नै छौँ है। अब चाहिँ म रेगुलर नै गर्न चाहन्छु, कोसिस गर्नेछु भिडियो चाहिँ। सो त्यही नै हो। बाई 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 साथीहरू, सी यू नेक्स्ट भिडियो एभ्रिवान। बाई बाई, लभ यु अल।